पुनः साथीहरुमा नमस्कार। यो अर्को एपिसोडमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी बुटोलबाट मुक्तिनाथ तर्फको यात्रामा छौं। बुटोल स्थित उपकार बचत ऋण सहकारी संस्था लिमिटेड को संयोजनमा त्यसमा आबद्ध सम्पूर्ण सदस्यहरु मुक्तिनाथ तर्फको यात्रामा छौं। यो सहकारीले सदस्यहरुलाई विभिन्न क्षेत्रको अवलोकन गराउने उद्देश्यका साथ यो वर्ष मुक्तिनाथको अवलोकन गराउने सन्दर्भमा हामी छौं। तसर्थ आउनुस् अब यसभित्र खिचिएका सम्पूर्ण कुराहरुलाई मैले यहाँहरुलाई क्रमैसँग प्रस्तुत गर्ने अनुमति चाहन्छु। बुटोलबाट बिहान 6:30 बजे हामीले यात्रा तय गर्यौं र यात्रामा कुल 25 जना सहकारीसँग सम्बद्ध सदस्यहरु र 2 जना चालक दलका सदस्यहरुसँग 27 जनाको यात्रा अगाडि बढिरहेको छ। यस सन्दर्भमा हामीले पाल्पाको आर्यभञ्ज्याङमा आएर बिहानको नास्ता गर्यौं र सँगसँगै त्यसबाट हामी अगाडि बढ्दै अहिले हामी यति बेला नेपालकै महत्त्वपूर्ण र एकमात्र नेपालको एकमात्र ठूलो कालीगण्डकी परियोजना मिर्मी ड्याममा आएका छौं। त यो मिर्मी ड्याम यहाँबाट ड्याम थुनेर बेलटारी भन्ने ठाउँमा बिजुली निकाल्नका लागि पानी पुर्याइ पठाइएको छ। यो नेपालकै 144 मेगावाट उत्पादन गर्ने पहिलो र ठूलो विद्युत परियोजना पनि हो। आउनुस् यसका केही दृश्यहरु अवलोकन गरौं। मिर्मीको ड्याम साइडमा ड्यामलाई हेरिसके पश्चात हामी अर्बिनी आएर होटल पञ्चासेमा हामीले खाना खायौं। खाना खाइसके पश्चात हामी यो कालीगण्डकी कोरिडोर जुन बाटो अत्यन्तै राम्रो छ, यो बाटो हुँदै हामी अब बागलुङको नयाँ पुलसम्म यो बाटोबाट जाने र त्यसपछाडी हामी पोखराबाट आएको मुक्तिनाथ जाने बाटोमा हामी मिल्ने छौं र सोही बाटोबाट हाम्रो यात्रा अगाडि बढ्ने छ। साह्रै राम्रो बाटो छ। आउनुस् यो बाटाका केही दृश्यहरु पनि हामीले हेरौं। कालीगण्डकी कोरिडोर अन्तर्गत यो बाटो अत्यन्तै फराकिलो राम्रो छ। यात्राका लागि एकदमै सुविधाजनक पनि छ र छोटो समयमा हामी मिर्मी स्याङ्जाको मिर्मी एवं गुल्मीको हरिमिचौरबाट एकदमै छोटो समयमा हामी बागलुङको नयाँपाटी पुग्न सक्छौं। त यो बाटोबाट जब गुल्मी क्षेत्रको पूर्तिघाट कटिसके पश्चात बागलुङमा हामी इन्ट्री गर्छौं त यहाँबाट हिमालयका दृश्यहरु हिम श्रृंखलाहरु एकदमै राम्रो तर्फबाट देखिन्छ। यो अवलोकन गर्दै हामी बेनी बजार हुँदै साँझ जोङसोम पुग्नेका लागि हाम्रो यात्रा अगाडि बढिरहेको छ। आउनुस् यो बाटाका के दृश्यहरु हामी पनि हेरौं।
साथीहरु सम्पूर्णमा शुभ प्रभात। आज हामी दोस्रो दिनको यात्रामा छौं। बिहान सबेरै मुस्ताङको जुमसुम होटल प्राइडमा हामी उठिसकेर 6 बजे नै हामी कागबेनी हुँदै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि अगाडि बढ्ने क्रममा छौं। बिहानका दृश्यहरू साह्रै राम्रा छन्। हिमालमा हिउँ टल्किएको छ। त आज हामी कागबेनी गएर कागबेनीबाट त्यहाँ केही साथीहरूले श्राद्ध पितृकर्म गर्नुपर्ने छ र त्यो सकाइसके पश्चात हामी मुक्तिनाथ मन्दिर अगाडि बढ्नेछौँ। त यो बिहान देखिएका हिम श्रृङ्खलाहरू जसमा बिहानी घामको पहिलो किरणले एकदम सुनौला हिम श्रृङ्खलाहरू देखिएको छ। साह्रै राम्रो दृश्य हामीले देख्न पाउँछौँ। त वास्तवमै नेपालको स्वर्गभूमिको रूपमा रहेको यो मुस्ताङ जन्मेपछि एकचोटि भ्रमण गरिएन भने यो जीवनको व्यर्थ हुन्छ जस्तो लाग्छ। यसकारण सम्पूर्णलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु कि एकचोटि मुस्ताङ यो पवित्र क्षेत्रको भ्रमण गरौँ र आफ्नो जीवनलाई धन्य बनाऊ। हामी अहिले मुस्ताङ जिल्लाको यो कागबेनीमा आएका छौँ। यहाँ हामीले सङ्गम देख्न सक्छौँ। यताबाट श्रीकृष्ण गङ्गा मुक्तिनाथबाट यहाँ आउनुभयो गङ्गाजी? मुक्तिनाथबाट यही श्रीकृष्ण गङ्गाजी यहाँ आउनु हो। सङ्गम स्थल हो। यहाँको आवाज सुन्नुहोस्। यही आवाज हामीले नारायणघाट, देउघाट, रामनदी, हिँडीमा पनि सेम यही आवाज छ। यही आवाजमा हामीले देख्न सक्छौँ। अति यताबाट माथि त्यो पहाड हामी देख्न सक्छौँ। त्यहाँबाट यो मुक्तिनाथबाट यो गण्डकी आउनु भएको त्यसरी। अनि यतापट्टिबाट यो दामोदर कुण्ड, यहाँ सुन्नुभएको होला, दामोदर कुण्डबाट गाडी आउनु हो। यो सङ्गम स्थलमा यहाँ निस्किसकेपछि अब यहाँबाट तल यो नदीलाई कालीगण्डकीको रूपमा मोडेको हामीले पाउँछौँ। कालीगण्डकी नाम परिभाषित भएर अगाडि बढेको अवस्था छ। त यो शालिग्राम
स्वीकार गर्ने ठाउँको रूपमा पनि यसलाई हामीले हेर्न सक्छौँ। यहाँ गुरुहरूले श्राद्ध कर्म गर्नका लागि आफ्नो यहाँ बनाइरहनु भएको छ। हामी बिहान आएका छौँ। विभिन्न गुरुहरूले यो बजार क्षेत्र हो, हामीले हेर्न सक्छौँ। यो बजार क्षेत्र यो कागबेनी बजार हो र वास्तवमै यो नेपालको पवित्र ठाउँ छ, पवित्र भूमि हो, जो कसैले पनि आफ्नो जन्ममा एकचोटि भए पनि यस क्षेत्रको भ्रमण, यस क्षेत्रमा आएर पुण्य कमाउनु हार्दिक अनुरोध पनि गर्दछु। त साह्रै राम्रो दृश्य हामी देखिरहेछौँ। सरी यो नजरा पनि देख्न सक्छौँ। त यसरी श्राद्ध कर्मले श्राद्ध गर्नका लागि यसरी यहाँबाट माथि यसरी यो सङ्गम स्थल कागबेनी उल्टो जित गइरहेको लोमाङथाङ मुक्तिनाथ। यहीँबाट हामी डोल्पा जिल्ला पनि हामीले यहीँबाट जान सक्छौँ। यसरी रमाइलो दृश्य यहाँहरूलाई मैले क्याप्चर गरिरहेको छु। त गंगा कागबेनी शिवै मुक्तिनाथ, आदि गंगा कागबेनी शिवै मुक्तिनाथ, आदि गंगा कागबेनी शिवै मुक्तिनाथ, आदि गंगा कागबेनी शिवै मुक्ति। परिवार पनि हामी देख्न सक्छौँ। परिवारको पनि खास गरी कागबेनीमा तिनवटा का भनेको काली, ग भनेको गण्डकी र बेनी भनेको काली र गण्डकी ल मिक्स हुनेछ त बोल्नु। त्यस कारणले गर्दा यो दुईवटा धार्मिक नदीहरूबाट को सङ्गमबाट बनेको यो चाहिँ अति नै धार्मिक स्थल हो। विशेष गरी यहाँ पितृको मोक्षको लागि हामी पितृबाट आशीर्वाद प्राप्त गर्नको लागि आफ्नो बुवा आमाहरू स्वर्गमा बास हुनुभएका आदरणीय साथीहरूले आएर श्राद्ध गर्ने ठाउँ हो यो। र अन्य साथीहरूले पनि जसका बुवा आमा हुनुहुन्छ हजुरबा हजुरआमाहरूबाट पनि आशीर्वाद ग्रहण गर्ने ठाउँ पनि हो। हजुरबा हजुरआमालाई सम्झिने ठाउँ हो यो, पितृहरूलाई समग्र पितृहरूलाई सम्झिने हो। धार्मिक रूपमा यसको अति नै महत्त्व छ। अब भौगोलिक रूपमा त यस्तै छ साथी, देखिहाल्यो। जानुहोस् ल गुड ल तर बगाए चाहिँ नि सर होइन, अहिले पहिला त अर्कै थियो नि होइन यो
मुस्ताङमा हामी देख्न सक्छौँ च्याङ्ग्राहरू पनि यसरी आइरहेछन्। यी ठुला ठुला च्याङ्ग्रा छन्। चाडलाई बचाउन यो ठुलो रहेछ। सुमन सर कागबेनीमा दृश्यावलोकन गरिसके पश्चात सँगसँगै पितृकर्म सकिसके पश्चात भ्याडा च्याङ्ग्रासँग रमाउँदै अबको यात्रा मुक्तिनाथतर्फ। आउनुहोस् मुक्तिनाथमा भेटौँ। हामी यति बेला हामी अहिले मुक्तिनाथ मन्दिर परिसरमा छौँ। एकदमै यो क्षेत्र पावन तीर्थस्थल, गण्डकीको उद्गम स्थल, श्रीकृष्ण गण्डकीको उद्गम स्थल मुक्तिनाथ धाम परिसरमा हामी देख्न सक्छौँ। भक्तालुहरू एकदमै धेरै घुइँचो छ। स्नान गर्ने, मन्दिर दर्शन गर्ने यहाँ क्रम चलिरहेको छ। अत्यन्तै राम्रो हामी देख्न सक्छौँ। त दुईवटा कुण्ड छन् यहाँ। यो कुण्डमा हामीले डुबुल्की मार्न सक्छौँ। हामी हतारको डुबुल्की मारिरहेको देखिरहेको छौँ। साँच्चै चिसो छ यो कुण्ड, वास्तवमा साँच्चै चिसो छ। साह्रै यस्ता छ। त यसरी हामीले देख्न सकिरहेछौँ कि हामी यो खास मन्दिर परिसर हामीले यहाँ देख्न सक्छौँ होइन। 108 धाराहरू यहाँ छन्। यहाँबाट दर्शन गराउँछु यहाँलाई दर्शन गर्नु होला। 108 धाराको साह्रै राम्रो छ। बोलिरहेका छन्। त मुक्तिनाथ परिसर हामी देख्न सक्छौँ। यहाँ माथिबाट कृष्ण गण्डकी झर्नु भएको छ। यहाँ आएर मूल धारा यहाँ छ। यहाँबाट सुनाउनु स्टार्टिङ हुन्छ भने हुन यता जान सक्छौँ। मन्दिर परिसरको नजारा पारिपट्टि हिमालको दृश्य पनि हामी देख्न सक्छौँ। हिमालको दृश्य कति राम्रो छ। वास्तवमा नेपाल सबैलाई चाहिँ हिमाल चल्किएको छ। सबै राम्रो छ। मन्दिर परिसर छ। मुक्तिनाथ धाममा हामी देख्न सक्छौँ। एकदमै राम्रो नजारा छ। यहाँबाट हामी अगाडि जान सक्छौँ।
त यसरी हेर्दाखेरि हामी देख्न सक्छौँ नजारा। मुक्तिनाथ धाम परिसरमा हामी छौँ। देख्न पनि सक्छौँ। साह्रै रमाइलो छ यहाँ। खास गङ्गाको यो ठाउँबाट उत्पत्ति हुनुभएको छ। यो रुखको त्यो मुनिबाट त्यहाँ जान अहिले एलाउड जस्तै रहन्छ। हेरौँ, प्रयास गर्छु म। यतापट्टि गुम्बाहरू छन्। यो परिसर साह्रै राम्रो छ। है हामी गङ्गाको उद्गम स्थल जाने प्रयत्न छ यहाँ। हामी देख्न सक्छौँ श्रीकृष्ण गङ्गाको मुहान। देख्न सक्छौँ यहाँ अलिकति छ। जय गङ्गे, जय गङ्गे। यहाँबाट गङ्गा बग्नु भएको छ। गङ्गाको मुहान हेर्नु त कति राम्ररी बग्नु भएको छ। लौ परमेश्वर, गङ्गे हर हर गङ्गे। ए यसरी गङ्गा धेरै ठाउँबाट यहाँ यसरी निस्किनु भएको छ। हेर्नुहोस्, गङ्गा यसरी बग्नु भएको छ। यसरी तल गइसकेपछि यही तल 108 मा जानुहुन्छ र सोही अनुसार चाहिँ हामी तल नुहाउँछौँ। त मैले यहाँ ल कुण्डमा करिब 11 बजे हामी माथि आइसकेर नुहाइधुवाइ गरेर 12 बजेसम्म हामीले नुहाइधुवाइ कर्म गऱ्यौँ सबैले। पानी अत्यन्त चिसो थियो। चिसो पानीका बावजुद पनि सबैले 108 धारामा नुहाइयो। 2टा कुण्डमा हामी डुबुल्की मारियो। त्यस पछाडि भगवानको श्रद्धापूर्वक भक्तिभाव राखेर पूजा आर्जना गर्दै हामी अगाडि बढ्यौँ। अगाडि बढिसके पश्चात मुक्तिनाथ परिसरमा रहेका विभिन्न अन्य मन्दिरहरूको पनि हामी दर्शन गऱ्यौँ र केही समयको साइट सिइङ पछि हामी झन्डै 12:30 बजे हामी मुक्तिनाथ मन्दिरबाट तल रहेको रानीपौवा भन्ने ठाउँ जहाँ बसहरू लाग्छन् र त्यहाँबाट कमसेकम कम्तीमा पनि 15 मिनट 20 मिनट उकालो पुगेपछि हामी मन्दिर पुग्छौँ। त्यहाँ झरियो। झरिसके पश्चात त्यही एउटा होटलमा खाना खाइसके पश्चात केही किनमेल गर्ने साथीहरूले किनमेल पनि गर्नुभयो र त्यस पछाडि हामी अबको थप गन्तव्यका लागि जोमसोम स्थित जुम्बा लेकमा जाने पहिले तय भएको मार्ग अनुसार हामी त्यसतर्फ लाग्यौँ र केही समयको यात्रापछि हामी तुरुन्तै जुम्बा लेकमा पुग्यौँ। जोमसोमबाट झन्डै 3-4 किलोमिटर को दूरीमा रहेको यो जुम्बा लेक अत्यन्तै राम्रो लेकको रूपमा रहेछ
माथिपट्टि डाँडामा चारैतिर पर्खालले घेरिएर बिचमा बनेको यो लेक ताल जहाँ धेरै पर्यटकहरूको पनि आगमन हुँदो रहेछ। हामी पनि यो तालमा आएर केही समय रमायौँ। त यहाँ साह्रै ठुलो जमसमको हावा पनि यहाँ चल्दो रहेछ। त्यो हावाको अनुभव पनि हामीले गर्न पायौँ। त्यस पछाडि हामी हाम्रो फर्किने तयारी अन्तर्गत मार्फातर्फको यात्रामा हामी अगाडि बढ्यौँ। मार्फा भन्ने बित्तिकै स्याउको बारी पुराना बस्तीहरूको क्षेत्र भनेर हामीले बुझ्छौँ, जहाँ प्रशस्त मात्रामा स्याउ पाइन्छ। स्याउ टिपेर खान पनि पाइन्छ, स्याउ ल्याउन पनि पाइन्छ। यद्यपि समयको माग अनुसार अहिले मार्फामा स्याउ तुलनात्मक रूपमा हामीलाई महँगो लाग्यो। 200-250 किलो रुपियाँ उही पर्ने अवस्था रहेको पाइयो। मार्फा गाउँ अत्यन्तै राम्रो, स्याउले भरिएको गाउँ। मार्फाबाट फर्कने क्रममा हामीले गुस्ताङ जाँदाखेरि, मुक्तिनाथ जाँदाखेरि छुटाउनै नहुने अर्को महत्त्वपूर्ण ठाउँ जुन बाटोमै पर्छ, वृक्ष झरना। नेपालको सबभन्दा ठुलो झरनाको रूपमा हामीले वृक्ष झरनालाई लिन्छौँ। ठुला झरनाहरूमध्ये एउटा महत्त्वपूर्ण झरना हो। त्यो साह्रै प्रकृतिले भरिएको र अत्यन्तै राम्रो झरनाको रूपमा रहेको छ। यो झरनाले गर्दा त्यो क्षेत्रमा बाटोको पनि केही हदसम्म समस्या हामीले विगतदेखि नै भोग्दै आएका छौँ। अहिले पनि त्यो त्यति सुध्रिसकेको अवस्था छैन। यद्यपि सानो मात्रामा अलिवरबाट बेली ब्रिज लगाएर बाटो आवतजात गरिएको छ। साह्रै राम्रो झरनामा हामी केही समय रमाएर आजको वासस्थान हाम्रो बेनीतर्फको यात्राका लागि हामीले अगाडि बढायौँ। आउनुहोस् एकैछिन वृक्ष झरनालाई नजिकबाट हामीले पनि निहालौँ। अहिले हामी गलेश्वर धाममा छौँ। म्याग्दी जिल्लाको गलेश्वर धाममा भगवान् भोलेनाथको यहाँ मन्दिर छ। र यसको महत्त्वको कुरा गर्दाखेरि एउटै शिलामा यहाँ पुरै मन्दिरहरू छन्, हामी हेर्न सक्छौँ। त्यो शिला चाहिँ तल पवित्र कालीगण्डकी नदीबाटै उठेको छ र त्यो कालीगण्डकी नदीबाट उठेर माथि एउटै शिलामा चाहिँ सम्पूर्ण भगवान्हरूको मूर्ति मन्दिरहरू छन्। त्यसमध्ये भोलेनाथको मन्दिर छ यहाँ। महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा श्रीमन्महागणाधिपतये नमो नमः सिद्धिविनायकाय नमः अष्टविनायकाय नमः विघ्नहर्ताय नमः लम्बोदराय नमः। ओम त्वमेव माता च पिता त्वमेव बन्धुश्च त्वमेव सर्वं मम देव देवः कर्पूरगौरं करुणावतारं संसारसारं हर 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 महादेव शम्भो त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव। ल हेर्नुहोस् यता पवित्र कालीगण्डकी श्रीकृष्ण गण्डकी नदीको पवित्र पावन तटमा
भोलेनाथ अवस्थित हुनुहुन्छ। ओम जय नीलेश्वराय नमः भृङ्गेश्वराय नमः ओम लो परमेश्वराय नमः साम्ब सदाशिवाय नमः गौरी शङ्कराय नमः। अब यो दुर्गा माताको देख्न सक्छौँ हामी दुर्गा माताको मन्दिर छ त्यसो छ तलतिर अब काली गण्डकी नदी कल्चर भएको छ। काली गण्डकी नदी तटबाटै यो शिला उठेको छ र यो माथि भोलेनाथ अवस्थित हुनुहुन्छ। ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय शिवाय नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। यता बजरङ्गबली हनुमानजी हुनुहुन्छ यता शिव पार्षदाय नमः शिवाय नमो नमः शिवाय तेस्रो दिनको बिहान हामी बेनीबाट उठेर गलेश्वर बाबाको दर्शन गरेर गलेश्वर धामतर्फ लाग्यौँ। गलेश्वर बाबाको महिमा अपरम्पार छ। एउटै चट्टानबाट उठेको यो शिलामा विभिन्न किसिमका मूर्तिहरू हामीले पाउँछौँ। त आउनुहोस् एकैछिन बाबाको दर्शन गरौँ। हेर्नुहोस् यति ठुलो पुरै यो चट्टानै चट्टान छ। यस्तो चट्टानबाट बनेको छ यो। हरि ओम नमः शिवाय 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 ओम नागेन्द्र हाराय त्रिलोचनाय भस्मांगरागाय महेश्वराय नित्याय शुद्धाय दिगम्बराय तस्मै मकाराय नमः शिवाय। गलेश्वर बाबाको दर्शनपछि अब हाम्रो यात्रा बागलुङ भगवती बागलुङ कालिकाको दर्शनतर्फ। आउनुहोस् उतै जाउँ। अहिले यति हामी बागलुङ कालिका मन्दिरको तर्फ जाँदैछौँ। देख्न सक्छौँ बागलुङ कालिकातर्फ हामी जाँदैछौँ भगवतीको दर्शन गर्नका लागि। हेलो बागलुङ कालिकातर्फ जाँदैछौँ हामी। सबैले एकै ठाउँले मिलाइ मिलाइ यहाँ फुल प्रसादको भिड पनि लागिरहेछ। हाम्रो टोली अगाडि बढिरहेछ। रमाइलो परिदृश्य छ। यस क्षेत्रकै अत्यन्तै आराध्य देवी बागलुङ कालिका जुन नेपाल मात्रै नभएर हिन्दूमा आस्था राख्ने सबैको एउटा आस्थाको केन्द्रको रूपमा रहेको यो बागलुङ कालिका मन्दिरतर्फ हामी जाँदैछौँ। हामी यो चोक यहाँबाट गाडीको सुविधा सहिलेसँग पनि पाउन सक्छौँ। मन्दिरको खास प्रवेशद्वार
हामी देख्छौँ। खास बागलुङ कालिका मन्दिरको प्रवेशद्वार हो। साइडमा हामीले शाकाहारी शुद्ध शाकाहारी भोजन गर्नका लागि चमेना गृह पनि पाउँछौँ। त यहाँ फोटाहरूको फोटा सबै सामानहरू। आज कोजागत पूर्णिमा, दशमीको कोजागत पूर्णिमा पछिको प्रतिपदामा पनि यहाँ अत्यन्तै भिड छ, हामी देख्न सक्छौँ। कति पैसा हो दिदी? यो कति पैसा हो? कति पैसा भन्नु न, भन्नु न कति पैसा आउने हो? यो त धेरै महँगो भयो नि होइन? साह्रै महँगो भएन सर? महँगो भयो नि होइन? यो ध्रुव सर, हजुर यो महँगो भएन? धेरै महँगो भयो। महँगो भयो नि होइन? त्यही त मन्दिरको अगाडिको व्यापार भयो। व्यापार भयो नि त होइन? यो त यहाँ त एकदमै झन् पुण्य कमाउन पर्ने उहाँहरूले पनि होइन? यस कालिका मन्दिरमा आएका छौँ, खुसी लाग्यो। एकदम 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 रमाइलो भइरहेको छ हो। बागलुङ कालिका मन्दिर, बागलुङ जिल्ला, झोलुङ्गे पुलको जिल्ला। हामी एकदम रमाइरहेका छौँ। उपकार सहकारी तथा बचत सहकारी संस्थाबाट ल ल ल साथीहरूलाई एकदम धेरै धन्यवाद। ल दाइ यसरी एक मिनट है, हामी बुटोलबाट सहकारी अवलोकन भ्रमणको सिलसिलामा छौँ। बुटोलबाट हामी बागलुङ हुँदै आज तेस्रो दिनको यात्रामा हामी अगाडि बढेका छौँ। बिहान हामी गणेश्वर बाबाको दर्शन गरेर र अहिले यो बागलुङ कालिका माताको सानिध्यमा छौँ। हामी माताको दर्शन जाँदैछौँ। ल साथीहरू सबैले एकचोटि भन्नु होला, बागलुङ कालिका माता कि संसार सारं भुजगेन्द्रकारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। बागलुङ कालिका मन्दिरको मूल प्रवेशद्वार पछाडि हामी त्यहाँबाट भित्र पसिसके पश्चात यो राम्रो प्याराफिट हामीले पाउन सक्छौँ, जसले हामीलाई मन्दिरसम्म पुर्याउँछ। मन्दिरको चारैतर्फ हेर्न सक्छौँ त जङ्गल छ होइन? बहुत सुन्दर ठाउँमा। यसको ठ्याक्कै पछाडिपट्टिबाट श्रीकृष्ण गङ्गाजी बहनुहुन्छ। त श्रीकृष्ण गङ्गाजी कै बाट उठेको यो टाकुरामा भगवतीको हामीले दर्शन गर्न पाउँछौँ। अत्यन्त राम्रो नजारा छ यो, एकदमै सुन्दर दृश्य छ, आस्था छ भगवतीप्रति। त्यस कारण आज यो कोजागत पूर्णिमा, खास गरी अहिले 2 दिन कोजागत पूर्णिमा परेको, हिजो पनि कोजागत पूर्णिमाको यहाँ भव्य भिड थियो भन्ने सुनिन्छ। आज पनि कोजागत पूर्णिमा रहेको हुँदाखेरि यो दसैँको नवदुर्गा पछिको पूर्णिमामा आज पनि हामीले भक्तहरूको व्यापक घुइँचो पाउँछौँ। आस्था, देवीप्रतिको आस्था एकदमै छ।
देख्छौँ माताको मन्दिर नजिकै हामी आइसकेका छौँ। जय जय काली, जय काली, जय काली, काली, जय जय काली, 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 जय जय दुर्गे, जय जय काली। कालिका माताको यसरी हामीले साह्रै शक्ति छ, माताको साह्रै शक्ति छ। देवी माताको मन्दिर यता छ। यता आश्रमहरू बनिरहेछन् माताको मन्दिरमा। चलिरहेछ। मैले भजन कीर्तन यहाँलाई देखाउँछु।
यो किन त उ त किन है बागलुङ कालिकाको दर्शन पछाडि हामी खानासाना खाइवरी बागलुङको अर्को पवित्र स्थल बागलुङ पञ्चकोटतर्फको यात्रामा हामी अगाडि बढ्छौँ। यो पञ्चकोट अहिले पछिल्लो समय बागलुङ जिल्लाको एउटा पर्यटकीय गन्तव्यको रूपमा पनि रहेको छ र चर्चित ठाउँको रूपमा यो विकसित हुँदै पनि गएको छ। बागलुङको बागलुङ बजार, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट झन्डै 12 किलोमिटर माथि डाँडामा रहेको यो पञ्चकोट अत्यन्तै राम्रो र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण ठाउँको रूपमा विकसित भएको छ। पञ्चकोट जाने क्रममा हामीले बागलुङ जिल्लाका धानका फाँटहरू क्रस गर्दै अगाडि बढ्छौँ। आउनुहोस् पञ्चकोटको अवस्था के छ, पञ्चकोट कस्तो छ, यो पनि यो यात्राकै क्रममा हामीले यहाँहरूलाई प्रस्तुत गर्दैछौँ। बागलुङ पञ्चकोट आकाशमा हामी बागलुङ पञ्चकोटको यो रमाइलो दृश्य हामीले देख्न सक्छौँ। यो बागलुङ जिल्लाको बागलुङ बजारबाट झन्डै बागलुङ बजारबाट झन्डै 12-14 किलोमिटरको डिस्टेन्स माथि कोटमा हामी देख्न सक्छौँ। यो पुरै माथि टपमा आइसकेका छौँ हामीले। यहाँबाट हिमालयको रेन्ज पनि पुरै देखिन्छ। हिम शिखर अहिले चाहिँ बादलले ढाकेको छ, देख्न पाइएको छैन। बिहानमा आएर यहाँ हेर्दाखेरि पुरै देखिन्छ। यहाँ हनुमानको ठुलो मूर्ति, ठुलो घन्टा हामी यहाँ देख्न सक्छौँ। यो बागलुङको पञ्चकोट हो। बागलुङ पञ्चकोट आइया छ। बागलुङ पञ्चकोट यहाँ देखिरहेको छ। पञ्चकोट पार्क हुने छ। पुरै पञ्चकोट एरिया छ, रमाइलो छ। घुम्ती रोड। क्या राम्रो बागलुङ पञ्चकोट
घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चायत ल यहाँबाट हामीले हेऱ्यौँ भने सम्भवतः त्यहाँ हनुमानको दृश्य देखिया छ यो र यताबाट हामीले हेर्न सक्छौँ यो तल देखिने दृश्य हामी देखिरहेछौँ यो बागलुङ बजारको दृश्य हो तल शिक्षा गण्डकी बगेकी छन् पारी यतापट्टि यो पाङ पर्वतको पाङ भयो भने उतापट्टि कुस्मा बजार पर हामी देख्छौँ यो बजार कुस्मा बजार हो हैन भने अब यो माथिको लेकबाट पल्चिरपट्टि पोखरा पर्छ यो नजिक देखिएको यो बागलुङ बजार हो त धेरै यताबाट चाहिँ हामी बेनी जान सक्छौँ त यहाँ यो भोलेनाथको मन्दिरको दृश्य हामी देख्न सक्छौँ माथिबाट त यतापट्टि राम्रो गाउँ छ बागलुङ जिल्ला वास्तवमा राम्रो छ पानीले सुविधा सम्पन्न हुँदाखेरि लेकमा पनि पुरा राम्रा धानहरू झुलेका छन् त राम्रो छ यहाँहरूलाई बागलुङ जिल्लाबाट हार्दिक स्वागत पनि गर्न चाहन्छु यो पञ्चकोट एरिया रमाइलो छ हामी यतिखेर पोखरा विन्ध्यवासिनी भगवती माताको सानिध्यमा छौँ हामी देख्न सक्छौँ यो सिद्धिविनायक गणेशजीको मन्दिर छ जसको पूजा गरिन्छ त्यसै गरी यो पूर्ण रूपमा भगवती विन्ध्यवासिनीको मन्दिर छ भने उता पन्तिरपट्टिको गजुर देखेको भोलेनाथको मन्दिर हामी देख्न सक्छौँ यतापट्टि लक्ष्मीनारायण सीताराम राधाकृष्णको मन्दिर हामी देख्न सक्छौँ त यो साह्रै आनन्दको ठाउँ छ पोखरा यो विन्ध्यवासिनी सायद यहाँबाट हामीले देख्न सक्छौँ अन्नपूर्ण धौलागिरी र माछापुच्छ्री मैले यहाँहरूलाई माछापुच्छ्रीको नजिकबाट निकाल्ने प्रयास गरिरहेको छु देखिन्छ कि देखिँदैन हेर्नु होला हेर्नुहोस् यो माछापुच्छ्री यता देखिरहेछ सँगसँगै धौलागिरी अन्नपूर्णको संयोजन यो रेन्ज माछापुच्छ्री धौलागिरी अन्नपूर्ण लगायतका रेन्ज यहाँबाट हामी देख्न सक्छौँ यो समष्टिगत पोखरा बजार हो त साइडमा देखिन्छौँ हामी यतापट्टि हेर्न सक्यो भने यो पोखरा बजारको दृश्य पनि हामी देख्न सक्छौँ माताको मन्दिरबाट साह्रै राम्रो पवित्र स्थान यही बिचबाट सेती नदीको यो जङ्गल देखिएको साइडबाट सेती नदी बगेको छ त यति राम्रो दृश्य हामी देख्न सकिरहेछौँ पोखरा माताको मन्दिरमा भजन कीर्तन चलिरहेको छ हाम्रा टोली साथीहरू यहाँ हुनुहुन्छ हेलो साथीहरू के छ मनोरञ्जन भइरहेछ ठिक छ नि होइन एकदम सर के छ अरू प्रतिक्रिया विन्ध्यवासिनी माता होइन नमस्ते म्याडम नमस्ते राम्रो आइरहेछ नि होइन यति राम्रो आइरहेछ ल म्याडम के छ ठिक छ यहाँ इन्जोइङ अलट छ एकदमै राम्रो आइरहेछ दृश्य म्याडमहरू सरहरू फोटो खिचाउनेतर्फ व्यस्त नै हुनुहुन्छ हामी हेर्न सक्छौँ
भिडियो आइरहेको छ भिडियो आइरहेको छ हेलो विन्ध्यवासिनी माता की यात्राको चौथो दिन आज अन्तिम दिन पनि हो। आज हामी हिजो बागलुङका विभिन्न स्थानहरूको भ्रमण गरी साँझमा हामी पोखरा आएर बस्यौँ। आज बिहानै हामीले पोखरा स्थित तालबाराईको दर्शन गऱ्यौँ। हिजो साँझ थोरै भए पनि हामीले आरतीको दर्शन गर्न पनि पायौँ। आज बिहान हामी अहिले यो पोखरा कास्की पोखरामा पर्ने भगवती विन्ध्यवासिनीको दर्शन गर्न हामी विन्ध्यवासिनी मन्दिरमा आएका छौँ र विन्ध्यवासिनी माताले हामी सबैको कल्याण गरून्। एकदमै रमाइलो छ विन्ध्यवासिनी परिसर पनि। आउनुहोस् एकैछिन विन्ध्यवासिनी माताको दर्शन गरौँ, यहाँका केही दृश्यहरू पनि अवलोकन गरौँ। त्यस पछाडि हामी पुङ्दीकोट जानेछौँ र पुङ्दीकोट हुँदै बुटवलको यात्रा हामीले तय गर्नेछौँ। हुन चाहन्छु उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलद्वारा आयोजित 4 दिने अवलोकन भ्रमण कार्यक्रममा सरिक हुन पाउँदा आफूलाई साह्रै हर्ष लागेको छ। यो अवसर प्रदान गरिदिनु भएकोमा संस्थाका अध्यक्षज्यू, कार्य समिति, व्यवस्थापक, कर्मचारी एवं शिक्षा समितिका संयोजक र साथीहरू सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना भयो भने सरिक हुने अवसर प्राप्त होस् भन्ने अपेक्षा पनि चाहन्छु र साथीहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै च्यानललाई लाइक सब्सक्राइब गरिदिनका लागि हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।